नमस्ते सबैमाझ। आज हाम्रो छोरा एडिप्स धमालाको कपाल काट्ने दिन रहेको छ। जन्मेको 2 वर्षपछि आज बल्ल सायद मिलेर कपाल काट्न लागेका छौँ। मुन्डन चाहिँ नगर्ने, तर हल्का कपाल मात्र काटेर कपाल छोटो गर्ने र अलिकति सजिलो हुन्छ कि भनेर हो। उसको कपाल काट्नको लागि आज उसको मामा आएको छ। मामाले अब एकछिनमा उसको कपाल काटिदिने र छोरो अब ज्ञानी भएर बस्ने ल। पानी पर्न थाल्यो र चिसो पनि हुन थाल्यो। त्यसैले छोरोलाई अब टोयलेट भित्र बाथरुममा ल्याएर कपाल काट्ने भन्ने प्लान भयो। अब उसको मामाले अलिकति काटेर छोडेपछि अब मैले काट्दैछु छोरोको कपाल। फाइनली छोरोको कपाल काटियो। कस्तो राम्रो देखेको हेर, मान्छे नि कति सानो देखेको अहिलेको भन्दा।